नमस्ते, हजुरको नाम? नमस्ते जोजेलपा। हजुरको नाम? मेरो नाम नन्दकिशोर साई। म नेपाल राष्ट्रिय कर्मी समाजको केन्द्रीय अध्यक्ष। आज हुन गइरहेको माथि बाजा प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम रहेको छ र यो कार्यक्रम हाम्रो सामाजिक विकास कार्यालय म्युनिसिपालिटीको सहयोगार्थ र साथसाथै हाम्रो चाहिँ बागलुङ प्रदेशका माननीय हरिप्रभा खड्गीज्यूको विशेष सहयोगमा यो कार्यक्रम हुन गइरहेको छ। यो कार्यक्रम हामीले बहुत महत्त्वका साथ हामीले यो हाम्रो संस्कृति, हाम्रो मौलिकता र जगेर्ना गर्नुको लागि जुन चाहिँ हाम्रो माननीयज्यूले हामीले चाहिँ अनुदान दिएर उहाँले सहयोग गरिराख्नु भएको छ, त्यसको लागि म नेपाल राष्ट्रिय कर्मी समाजको केन्द्रको तर्फबाट म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र साथसाथै हाम्रो यो संस्कृति, हाम्रो कलालाई पुनः आगामी दिनमा पनि यसलाई जगेर्ना गर्नुको लागि उचित कदम उहाँहरूले चालिदिनुहुन्छ भन्ने आशा एवं विश्वास दिएको छु। त्यसकारण म आज आउनु हुने सम्पूर्ण हाम्रा बाजा प्रेमीहरू, गुरुवर्गहरू र यसमा प्रशिक्षणमा भाग लिने हाम्रा सबै भाइ बहिनीहरूलाई पनि म विशेष रूपमा म धन्यवाद दिन चाहन्छु र उहाँहरूको सक्रियतामा आज जुन चाहिँ हाम्रो चाहिँ यो प्रदर्शन हुन गइरहेछ त्यसको लागि टाढा टाढादेखि आउनुभएका हाम्रा चाहिँ बाजा सिकिरहनु भएका हाम्रा भाइ बहिनीहरूलाई पनि नेपाल राष्ट्रिय कर्मी समाजको तर्फबाट हार्दिक नमस्ते अभिवादन गर्न चाहन्छु। धन्यवाद। नमस्ते। हजुर हजुरको नाम? मेरो शुभ नाम भगवान साई। म नेपाल राष्ट्रिय कर्मी समाज ललितपुर जिल्लाको अध्यक्ष। अनि अब सर्वप्रथम चाहिँ यो कल्चरल क्षेत्रको चाहिँ अनलाइन न्युजलाई सर्वप्रथम मलाई चाहिँ आज तपाईँले इन्टरभ्यू दिनु भएकोमा धेरै धेरै धन्यवाद म दिन चाहन्छु। अरू विषयमा आज चाहिँ हाम्रो माइकी बाजाको संस्कृति कार्यक्रमको आजको चाहिँ प्रमुख अतिथि प्रदेश सदस्य पनि हुनुहुन्छ। उहाँ चाहिँ पूर्व मन्त्री पनि हो। हरिप्रभा खड्गीज्यूको अध्यक्षतामा आज हुन गइरहेको एउटा महत्त्वपूर्ण चाहिँ बाजा माइकी बाजा भनेको चिज चाहिँ अति नै महत्त्वपूर्णको बाजा मानिन्छ। किन सुख दुःखमा पनि र एउटा आजभोलि चाहिँ हामी एउटा हरेक मिडियाहरू छ, पत्रकारहरू छ, तर जुन बेला चाहिँ परम्पराकालदेखि चाहिँ त्यो नभएको बेला चाहिँ यो बाजाले सम्पूर्णलाई चाहिँ जानकारीको चाहिँ रूपमा आज स्थापित भएको यो बाजा कहिलेदेखि स्थापित भएको भनेको परम्परादेखि आजसम्म इतिहासमा यो बेलादेखि चाहिँ स्थापना भनेको चाहिँ खाली नभएको बाजाको महत्त्वपूर्ण सुख दुःख हरेक चाहिँ कार्यक्रमलाई चाहिँ महत्त्वपूर्ण दिने बाजा माइकी बाजा भनेको यो चाहिँ हाम्रो भगवान चाहिँ उनीहरूलाई पनि मन पर्ने बाजा। किन भन्दाखेरि एउटा भनिन्छ कथा, हिन्दू कथा, इन्द्र चाहिँ जात्रा हुँदाखेरि यो बाजा चाहिँ बजाएर अगाडि बाजा बजाएर भगवानलाई चाहिँ एउटा स्वागतम रूपमा अगाडि ल्याउँदाखेरि चाहिँ भगवान पनि अति खुसी भएर चाहिँ अहिले चाहिँ स्वर्गमा इन्द्र पुग्दाखेरि पनि स्वर्गबाट चाहिँ यो जुन बेला चाहिँ यो बाजाको चाहिँ बजेको चाहिँ सुनेपछि यो चाहिँ लावा चाहिँ माथि इन्द्र यो चाहिँ माथि स्वर्गबाट चाहिँ छरेर ल्यायो। त्यहाँदेखि हामी चाहिँ एउटा नृत्यको चाहिँ त्यो चाहिँ बाजा चाहिँ अगाडि चाहिँ उहाँलाई लिएर जाँदाखेरि यो लावा चाहिँ जुन छर्न पर्ने भनेको चाहिँ चलन छ कि त्यहाँदेखि भएको भन्ने एउटा दण्डकामा पनि छ। यो कुरा चाहिँ आज चाहिँ यो हुन गइरहेको कार्यक्रमलाई चाहिँ हामी भव्य र श्रद्धेले चाहिँ यो मनाएर चाहिँ सबै चाहिँ खर्गी वर्गदेखि लिएर हरेक चिज यो बाजा चाहिँ लगाइसकेको थियो। तर चाहिँ अहिले चाहिँ हरेक खर्गीहरू माथि मुखामा प्रयोग गर्ने चाहिँ सुचिन्ता गर्ने चाहिँ कसरी हुन्छ यो बाजाले चाहिँ संरक्षण गरेर चाहिँ राख्नुपर्छ भनेर पश्चिम कार्यक्रम चाहिँ अनि काठमाडौँ जिल्ला आयोजन गरेर पनि ललितपुर जिल्ला, काठमाडौँ जिल्ला
हरेक चाहिँ हाम्रो जिल्लामा चाहिँ यो बाजा चाहिँ प्रशिक्षण दिएर तालिम दिएर चाहिँ अहिले चाहिँ यो बाजाको चाहिँ आज चाहिँ यो प्रदर्शन हुनेछ। यसको यो कार्यक्रमलाई चाहिँ आज भव्य सबै होस् भनेर म अघि चाहिँ नेपाल राष्ट्र खर्गी समाज मन्त्री जिल्लाको तर्फ र मेरो व्यक्तिगत भागवैषयको तर्फबाट चाहिँ आजको यो कार्यक्रम सफलताको शुभकामना दिन म चाहन्छु।